हेर्दा स्वस्थ हुनुहुन्छ तर विगत केही हप्ता अथवा केही महिनामा 81 तौल घटेको अथवा घट्दै गइरहेको त छैन। नमस्कार, म डाक्टर कल्याण सापकोटा, इन्डोक्राइनोलोजिस्ट। तौल घट्नु अथवा तपाईँ स्वस्थ देखिनु यो फरक कुराहरू हुन्। 81 तौल घट्नु तपाईँले आफैले नचाहिकन 81 तौल घटेको छ भने यो कहिलेकाहीँ जटिल रोगको एउटा लक्षण पनि हुनसक्छ। हामीले हर्मोनजन्य रोगहरू कुरा गर्दाखेरि एउटा चाहिँ हाइपर थाइरोइड हर्मोन बढी भएर हुनसक्छ भने अर्को चाहिँ अत्याधिक सुगर भएर सुगरले गर्दा घट्ने तौल हुनसक्छ। यो बाहेक अरू पनि जटिल रोगहरू चाहिँ हुनसक्छन्। पेट सम्बन्धीका रोगहरू हुनसक्छन्, कलेजो सम्बन्धीका रोगहरू हुनसक्छन् अथवा मृगौलाका रोगहरू हुनसक्छन्। भनेको मोटो मानिस 81 आफै केही नगरिकन दुब्लाउनु हेर्दा राम्रो देखियो भने सायद यदि अरू कुनै चेक जाँच नगरिकन यसलाई राम्रो भनेर यत्तिकै हेलसेक्राइ गर्नु हुँदैन, किनभने यी कुनै रोगहरू जटिल पनि हुनसक्छन् र यिनीहरूलाई समयमै पत्ता लगाउन सकियो भने यसका उपचारहरू पनि सामान्य उपचारहरूले पनि यसको विकराल रूप लिनबाट हामी जोगिन सक्छौँ।